नमस्ते सम्पूर्णमा। आज फेरि धेरै दिन बाद तपाईँहरूको समक्ष एउटा मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। यो ब्लग चाहिँ मेरो अस्तिको सन्डेको नै हो अनि मैले चाहिँ बिजी भएर चाहिँ एडिट गर्न नपाएर चाहिँ आज हाल्दैछु। यो चाहिँ हाम्रो चाहिँ सन्डे आइतबारे पूजा गर्छ नि त, अनि त्यो चाहिँ वैशाखमा गर्ने गर्छ। उँभौली पूजा नै हो यो चाहिँ हाम्रो। अनि त्यसलाई भने चाहिँ यहाँनिर चुलामा सकेर चाहिँ अब जङ्गलमा जान टेक्थे माथि पूजा गर्न लागि यस्तो सामानहरू लगेर जानुपर्छ हाम्रो चाहिँ। अनि त्यसलाई चाहिँ दादा पापाहरू चाहिँ सामानहरू बोकेर चाहिँ पूजा गर्नु जानुहुँदै थियो। अनि यहाँनिर चाहिँ काकाले चाहिँ कुखुरा बोकेर जानुहुँदै थियो। अनि कुखुराहरू पनि चाहिन्छ नि त, हाम्रो चाहिँ यसरी नै गर्ने गर्छ। अनि त काकाले चाहिँ यहाँनिर चाहिँ देखाइस् कुखुरा भन्दै थियो, देखाइदिँदा भन्दै। अनि यहाँनिर चाहिँ पापाले चाहिँ त्यहाँनिर जाँडहरू लगेको हुन्छ नि त, त्यसमा चाहिँ पानीहरू हालेर लानुहुँदै थियो। यो चाहिँ हाम्रो पूजा गर्ने जग्गा हो, त्यसलाई भने चाहिँ हाम्रो पूजा गर्नु स्टार्ट भइसकेको थियो, तर हामी चाहिँ जाँदैनौँ। यो भिडियो चाहिँ बाहिरले नै गरिदिएको मेरो चाहिँ। यहाँनिर हामीले अस्तिको पनि भिडियोमा चाहिँ मैले यहाँकै हालेको थिएँ, सन्डे पनि यहीँनिर गर्छ पूजा घरमा गरेर। अनि त्यसलाई चाहिँ भाइ चाहिँ घरमा आएको थियो। अनि हामी चाहिँ यहाँनिर चाहिँ केटीहरू चाहिँ जति पनि हुन्छ यहाँनिर चाहिँ घरमा खानाहरू बनाउँदै गरेको हुन्छ नि त यति बेला। अनि यहाँ चाहिँ खानाहरू पाएको थियो। अनि काकीको चाहिँ यहाँ टेक्निक हेर्नुहोस्, भात बफाउने चाहिँ होइन। अनि त्यसलाई चाहिँ माथि पूजा सकेर पनि आइसक्नु भएको थियो, सबैलाई टिकाहरू लगाइदिनु हुँदै थियो यहाँ फुपाले चाहिँ। अनि यस्तै हाम्रो चाहिँ यस्तै हुन्छ। अनि यहाँ प्रसाद त अब यसरी भाइले यहाँनिर काट्दै थियो, प्रसाद त यस्तो हुन्छ हाम्रो भन्दै। अनि यहाँनिर प्रसादहरू खाएर यहाँनिर चाहिँ काकाहरू फुपाहरू मजाले बसेर बात मार्नु हुँदै थियो। अनि यहाँ चाहिँ हाम्रो चाहिँ पापाले चाहिँ जाकीलाई बोकेर लाँदै थियो, यहाँ दादाहरूले चाहिँ बाहिर काम गर्नुहुँदै थियो। अनि यहाँ सबैजना भाइले चाहिँ प्रसाद काटिसकेर पनि बाँड्दै थियो, देखाइदेऊ न यहाँनिर के हुन्छ हाम्रो भन्दै थियो। अनि भाइले प्रसादहरू यसरी सबैलाई बाँड्दै थियो। बिकिदा पनि आएको थियो। अनि अस्तिको पूजामा चाहिँ सबैजना आउनु सकेको थिएन, सन्डे चाहिँ सबैजना हुनुहुन्थ्यो। अनि यहाँनिर बात मार्दै बसिरहेको थियो हो। त्यसलाई भने चाहिँ खानाहरू पाकेर पनि हामीले चाहिँ खानाहरू बाँड्दै थियौँ सबैजनालाई यसरी। अनि हाम्रो चाहिँ अब यहाँनिर बहिनीहरू पनि त्यसलाई चाहिँ बहिनीहरू काकीहरू पनि आइपुग्नु भएको थियो। अनि यस्तै हुन्छ अब हाम्रो चाहिँ सधैँ। अन्त पूजाहरू चाहिँ हामी चाहिँ यसरी नै गर्ने गर्छौँ। अनि सबै यति बेला यो पूजाहरूतिर चाहिँ अब हाम्रो चाहिँ गेट टुगेदर जस्तै। अनि म चाहिँ यहाँनिर मासुहरू खाँदैन, सब्जी खाँदै थिएँ। अनि यहाँ चाहिँ अब पूजा सकेर चाहिँ अब यस्तो गफ हुँदै थियो, यहाँ यस्तो हाँस्दै थियो। अनि सबैको आफ्नो आफ्नो यति बेलै हो अब गेट टुगेदर जस्तो, फ्यामिलीहरू सबैजना बसेर भेट्ने, बात गर्ने, गफ गर्ने भनेको चाहिँ। अनि आधी चाहिँ गइसक्नु भएको थियो, आधी चाहिँ यहाँनिर काकाले चाहिँ यस्तो हँसाउनु हुँदै थियो, मजा आउँदै थियो बात गर्नु, वेदर पनि राम्रो भइरहेको थियो यति बेला। अनि म चाहिँ यहाँ बसिरहेको थिएँ होइन। आजको ब्लग चाहिँ यतिमै हुन्छ। सबैजना थ्याङ्क यू, बाई बाई।